नमस्ते दर्शकबिन, यति बेला हामी कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा छौँ। अहिले चाहिँ वीरेन्द्रनगर वडा नम्बर वीरेन्द्र नगरपालिका वडा नम्बर 4 मा छौँ र विशेष गरेर जो अस्ति बलात्कारपछि हत्या भएको इनिसा विकको हत्यापछि अहिले निकै सानो सञ्जाल तातिएको छ र यो विषयमा अहिले चाहिँ हामी त इनिसाको बुवा हिजो मात्र दुबईबाट यहाँ पुगिसक्नु भएको रहेछ र अहिले चाहिँ जो घटना घटेको ठाउँमा बुवा अहिले पुग्नु भएको रहेछ र के बुझ्नुभयो उहाँले र कसरी उहाँले महसुस गर्नुभएको छ भन्ने कुराहरू उहाँसँग कुराकानी गर्छु। नमस्ते। हजुर नमस्ते। तपाईँ मृतक इनिसा विकको बुवा होइन? हजुर हजुर। कहिले पुग्नुभयो? हिजो पुग्नुभयो? म हिजो बेलुका 8:30 बजीतिर पुगेँ। 8:30 बजी पुग्नुभयो? हजुर। अब अहिले त तपाईँ घटनास्थलमा गएर आउनुभयो होइन? हजुर गएर हेरेर आएँ। के बुझ्नुभयो, त्यस्तो के लाग्यो तपाईँलाई? अब ठाउँ र अवस्था हेर्दाखेरि कुनै पनि त्यो घटना योजनाबद्ध तरिकाले एउटा प्रि प्लानिङ जस्तो प्लानिङको तरिकाले गरे जस्तो लाग्यो मलाई। प्रहरी प्रशासन अहिलेको तपाईँसँग अनुसन्धानको लागि को जानु भएको थियो? प्रहरी अनुसन्धानको लागि यहीँबाट यो शहीद पार्कमा खटेको प्रहरीहरू हुनुहुँदो रहेछ, उहाँहरूसहित हामी गएको थियौँ। त्यहाँ भएको घटना कहाँ के भएको थियो, कता के भएको थियो भन्ने कुरा सबै कुराहरू यहाँनिर यस्तो थियो यहाँनिर यस्तो थियो भनेर मलाई देखाउनु भयो ठाउँ। त्यो हेर्दाखेरि बलात्कार गरेर हत्या गरेर जस्तो अहिले सबै संलग्न भएको जस्तो लाग्यो। एकजनाले मात्रै होइन कि अहिले धेरै। अनि सब हेर्न पाउनुभयो? सब मैले हेर्नु पाएन, म अब जान्दा छु अहिले जाने हो। म हिजो बेलुका आएँ तर अहिले ठाउँ मात्रै हेरेको छु, अब सब हेर्नलाई जानु पर्ला। र बाहिर यो कुरा तपाईँ यहाँ आउने प्लानिङ थियो कि तपाईँको यो घटना घटेपछि मात्र तपाईँ थाहा पाएर आउनुभयो? म थाहा पाएर आएको। अस्ति भर्खर म 2 महिना भयो भर्खर गएको। तपाईँ जानुभएको 2 महिना भयो? इमर्जेन्सी यस्तो घटना घटिसकेपछि म आएको छु। अहिले यो माहौल, देशको माहौल, उतातिरको माहौल राम्रो थिएन भए पनि अब यस्तो घरमा नसोचेको कुरा भएपछि म हिजो भर्खर राति आएको। के लाग्छ, न्याय पाइन्छ भन्ने के छ तपाईँलाई? अब जिल्ला प्रशासनको कुरा अनुसार अब न्याय मिल्छ भन्ने आश लाग्छ। तर न्याय पाइए पनि न्याय कस्तो हुनु पर्यो भन्दाखेरि दोषीहरू नहुम्कियोस्, त्यसलाई आजीवन, हाम्रो देशमा फाँसीको सजाय त छैन, नभए तापनि आजीवन त्यसलाई जेल सजायको हुनु पर्यो ती अपराधीहरूलाई। मेरो मात्र होइन, भोलि यस्ता घटनाहरू घटिरहेको छन्, यो मौलिँदै गएको छ, जति पनि मौलिँदै गएको छ। त्यही भएर अपराधीलाई छोड्नु भएन, तिनलाई आजीवन जेल सजाय हुनु पर्यो भन्ने मेरो माग छ। र अरूको छोरीलाई पनि, तपाईँको छोरीलाई त भयो र अरूको छोरीहरू पनि नहोस् भन्ने मेरो कामना छ। मैले त्यही सोचिरहेँ। त्यही अनुसार दोषीलाई कडाभन्दा कडा कानुन हुनु पर्यो। यहाँ कुनै पनि राजनीतिको हस्तक्षेप हुनु भएन। त्यही हो मेरो कुरा। राजनीतिक हस्तक्षेप भन्नुभयो, हिजो मात्रै तपाईँकै उहाँ छोरा हुनुहुन्छ होइन कि? हजुर, मेरो बधाई। हिजो मात्र उहाँले भन्नुभयो मुख्यमन्त्री आइसकेपछि लास कहिले उठ्छ भन्ने टाइपको कुराले हामीले एकदम अप्ठ्यारो महसुस भयो, न्याय नपाएको महसुस भयो भनेर भन्नुभयो। तपाईँलाई पनि त कस्तो लाग्यो? त होला नि, राजनीतिक दबाब काहीँ हस्तक्षेप भयो जस्तो लाग्छ तपाईँलाई कतै? अब उहाँको त्यो कुरा अनुसार त त्यस्तै भयो नि। अब बुवा कहिले आउनुहुन्छ र लास कहिले उठाउनुहुन्छ, उहाँको कुरा अनुसार त्यस्तै भयो। अब त्यसमा प्रोत्साहन गर्ने ठाउँमा तपाईँको न्याय दिन्छु हामी, तपाईँ नआत्तिनुहोस् भन्नुपर्ने ठाउँमा तपाईँको बुवा कहिले आउनुहुन्छ र लास कहिले उठाउनुहुन्छ भन्ने त्यो एउटा राजनीति जस्तो त हो नि त्यो पनि। बुवा त आइपुग्नु भयो? म आइपुगेँ, तर अहिले त कसैले मलाई के पनि भनिरहेको छैन। प्रशासनमा पनि गएँ, म डिएसपी साहबहरूलाई भेटेँ, एसएसपी साहबलाई भेटेँ, तर तपाईँको छानबिन हुन्छ, नआत्तिनुहोस्, तपाईँले न्याय पाउनुहुन्छ भनेर मलाई हौसला दिनुभएको छ। ठिक छ, त्यसमा खुसी छु। र मेरो भनाइ भनेको दोषीलाई कडाभन्दा कडा कानुन हुनु पर्यो कि त्यसलाई फाँसी त छैन हाम्रो देशमा, नभए पनि त्यसलाई आजीवन। र एउटा कुरा, र एउटा तपाईँलाई एउटा हुन त अहिले तपाईँ एउटा पीडितै हुनुहुन्छ। हजुर। र कतिपय सामाजिक सञ्जालमा बाहिरको हल्लामा तपाईँको छोरी बिरामी थिइन् भन्ने बानी पनि कस्तो? यो विषयमा त अब किन भन्दाखेरि बुवालाई अब धेरै कुरा आनी बानीको बारेमा बुवालाई थाहा हुन्छ। यो कस्तो थियो, नानीको बानी कस्तो थियो? र अहिलेसम्म बिरामी भएर खै मैले हस्पिटल लगेँ छैन, खै अरूको को त्यो भन्ने होला, तिनीहरूले लगेर उपचार गरे भए त छुट्टै कुरो। नत्र मैले आफूले आफ्नो छोरीलाई अहिलेसम्म हस्पिटल लग्ने उपचार गरेको छैन। अब नर्मल ज्वरो सरो आउनु, टाउको दुख्नु, ती त नर्मल केसहरू भइहाल्यो। त्यहाँभन्दा ठुलो केसहरू मैले अहिले थाहा पाएसम्म त्यसलाई हस्पिटल लगेर यति दिन भर्ना गर्ने यस्तो गर्ने मैले अहिलेसम्म गरेको पनि छैन। त्यो अफवाह फैलाए पनि होला नि कसैले, त्यस्तो न त्यस्तो थिएन। राम्रै थिएँ, घरमा घर छोडेर टाढा जाँदैन थिएँ, घरमै जे होस् राम्रोसँग बसिरहेको थिएँ, राम्रै थिएँ, पढाइ लेखाइ पनि ठिकै थियो, राम्रो थियो, त्यस्तो थियो। तर यस्तो हावाको पछि लागेर काम छैन। घटनाको बारे के भएको थियो, कस्तो भएको थियो, मुजुल्का उठाउनेदेखि हरेक कुराहरू लगिसकेको थियो। तर कस्तो रहेछ त ठाउँ भनेर म यसो हेर्नलाई जानु पऱ्यो भनेर चाहिँ आज। हस्।